आउनुहोस् जङ्गलको भित्रको मन्दिरमा जाँदा यस्तो भयो। मन्दिर पुरै बनाएको रहेछ, साइक गरेर मात्रै बनाएको रहेछ। मन्दिर कस्तो के रहेछ गाइज, सबजनाले सपोर्ट गरौँ। भित्र गएर हेर्छु के कस्तो रहेछ। सो गाइज लेट्स गो। सो आई होप सबैजना सन्चै आरामै होला। म चाहिँ आज चाहिँ फर्स्ट भ्लग बनाउँदैछु। जङ्गल बिचको मन्दिरमा जाँदैछु। के कस्तो हुन्छ गाइज, भिडियो चाहिँ फुल हेरेर साथसाथबाट देखाइदिनु होला। तपाईँहरू न्यू हुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। गाइज लेट्स गो। म चाहिँ आज जङ्गलभित्रको मन्दिरमा म चाहिँ एक्लै जाँदैछु। के कस्तो हुन्छ भएर छ, पुरा पानी पर्ने जस्तो भएर छ गाइज। यस्तो देख्दा हुन्छ पुरा होइन। म चाहिँ यहाँ मन्दिरमा आएको थिएँ गाइज। यहाँ यस्तो भएर छ गाइज, पुरा पानी पर्ने जस्तो मौसम पनि यस्तो बवाल भएर छ गाइज। सो गाइज अब चाहिँ होइन ढिलो नगरिकन म अब मन्दिरभित्र जान्छु गाइज। यहाँ पानी पनि रहेछ गाइज, पानी पनि एकचोटि म खोलेर हेर्छु गाइज। पानी चाहिँ आएको छैन रहेछ। अनि अब म सिधै अब मन्दिर तर्फतिर लाग्छु गाइज। सो लेट्स गो। कस्तो छ तपाईँहरूले म देख्न चाहन्छु। अनि पछाडि देख्न चाहन्छु गाइज, यो चाहिँ मन्दिर हो। यहाँ चाहिँ मेला लाग्छ गाइज। भोलि पर्सि यस्तो बवाल मेला लाग्छ। अब अझ भोलि चाहिँ पानी परिरहेछ। अनि यता चाहिँ यस्तो हुन्छ गाइज, यहाँनिर चाहिँ खसै यहाँ चाहिँ फोहोर गर्नु मिल्दैन। अनि यता बस्नको लागि यही भयो गाइज है। पहिला म यो मन्दिर देखाउँछु तपाईँहरूलाई। ल मन्दिर चाहिँ यस्तो छ गाइज। सबजनाले मन्दिरको चाहिँ दर्शन गरिदिनु होला, त्यही भन्न चाहन्छु गाइज चाहिँ। भिडियोलाई इग्नोर नगर्नु होला। अरू भिडियोलाई इग्नोर गरे पनि यस्तो अब होइन, यो जङ्गलको एउटा मन्दिरको चाहिँ भिडियो चाहिँ इग्नोर नगरिदिनु होला, त्यही भन्न चाहन्छु गाइज। यस्तो छ। सो यसको म अब बाहिरबाट यसको लुक्स देखाउन चाहन्छु गाइज। यस्तो बवाल छ गाइज। सर्ट यो होइन देखाउन चाहन्छु गाइज। यो चाहिँ यस्तो छ होइन। अनि यताबाट म देखाउन चाहन्छु गाइज। यस्तो छ होइन, बवाल भएर छ, मौसम यस्तो आइरहेछ। अनि यहाँ देखाउन चाहन्छु गाइज। कोले के गर्यो होइन। यहाँ देख्न चाहन्छु गाइज, डाँडा मन्दिर निर्माण उक्त। यहाँ तपाईँहरू देख्न चाहन्छ, पढेर पनि देख्न चाहन्छ। तपाईँहरूले कतिजनाले चाहिँ यहाँ सहयोग गर्नुभएको रहेछ भनेर यहाँ एउटा लिस्ट पनि छ गाइज है। सोनाम सिंह लोप्चन भन्नेले 11,555 रुपियाँ सहयोग गर्नुभएको रहेछ। जयबहादुर लो तामाङले कति 11,055 रुपियाँ सहयोग गर्नुभएको रहेछ। चतुर्थिङ भन्नेले पनि 11,000 गरेर गर्नुभएको रहेछ। सुराज थिङले पनि 5,500 त्यति गर्नुभएको रहेछ। जगत बहादुर लो भन्नेले 5,055, पदम बहादुर लो 5,000, सुन बहादुर लो 4,000। सबजनाले सहयोग गर्नुभएको रहेछ। थिङ सबजनाले 5,000 4,000 त्यति जति सहयोग गर्नुभएको रहेछ यो मन्दिर बनाउनको लागि गाइज चाहिँ देख्न चाहन्छ। कति बनाएको रहेछ भनेपछि 2080 एकको महिना 9 गते, कति 9 गते हो कि 10 गते रोज 3 भनेपछि त्यतिमा बनाएको रहेछ। सो गाइज अब यसको गाइज अब चाहिँ म माथि तल आएर यहाँ चाहिँ मन्दिरमा चाहिँ आएर दर्शन गरेर यहाँ पूजा गर्ने ठाउँ पनि रहेछ। तपाईँहरूलाई म देखाउँछु गाइज। यहाँ चाहिँ एकदम बवाल पारामा तपाईँहरू बसेर अनि यहाँ चाहिँ रोमान्टिकहरू के अब नाचगान के सबै गर्न सक्ने हुनेछ गाइज। यहाँ चाहिँ यस्तो छ गाइज, बवाल भएर चाहिँ यस्तो छ गाइज। अब गाइज सुविधा चाहिँ अब हुँदैछ गाइज। अब यहाँ चाहिँ एकदम बवाल, भोलि पर्सि चाहिँ यस्तो खतरा हुनेवाला छ गाइज। भिडियोलाई चाहिँ इग्नोर नगरिदिनु होला, त्यही भन्न चाहन्छु गाइज। सो गाइज लेट्स गो। भिडियो चाहिँ आउँदै गर्छु। अझको लागि यति नै भनेपछि भिडियो अब फेरि पनि अर्को भिडियो नेक्स्ट भिडियोमा आउँछु गाइज। भिडियो चाहिँ हेर्दै गर्नु होला। तपाईँहरू न्यू हुन्छ भने च्यानललाई पनि सब्सक्राइब गर्दै गर्नु होला, त्यही भन्न आशा गर्दछु। अब होइन गाइज यो भोलि पर्सि मेला जत्र लाग्छ त्यसपछि त्यसको पनि भिडियो आउनेछ गाइज। सो लेट्स गो। अझको लागि यति नै सकिसकेको छ भनेपछि अर्को भिडियोमा भेटौँला गाइज। बाई।